नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी20 अन्तर्राष्ट्रियमा पराजित गरेको छ। त्यो पनि 2 पटकको विश्व विजेता वेस्ट इन्डिजलाई शारजाह क्रिकेट रङ्गशालामा 19 रनले हराउँदै। टस हारेर ब्याटिङमा बोलाइएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 148 रन बनायो। प्रारम्भमा ओपनर कुशल भुर्तेल 6 रनमा र आसिफ शेख 3 रनमै आउट भए पनि कप्तान रोहित पौडेल र कुशल मल्लले दोस्रो विकेटका लागि 58 रनको साझेदारी गर्दै टोलीलाई स्थिर पारे। रोहितले 38 रन, कुशल मल्लले 30 रन, गुलसन झाले 22 रन र दिपेन्द्र सिंह ऐरीले 17 रनको योगदान दिए। नेपालले चुनौतीपूर्ण लक्ष्य खडा गर्यो। 149 रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिजलाई नेपाली बलरहरूले एकपछि अर्को झट्का दिए। कुशल भुर्तेलले पहिलो ओभरमै केएल मायर्सलाई रन आउट गर्दै खेलमा रङ भरे। त्यसपछि नन्दन यादव, करण केसी, दिपेन्द्र ऐरी, ललित राजवंशी, कप्तान रोहित पौडेल सबैले एक विकेट लिँदै दबाव बढाए। विशेष प्रदर्शन भने कुशल भुर्तेलबाट आयो। उनले बलिङमा 4 ओभरमा मात्र 17 रन दिए र 2 विकेट लिए। साथमा उत्कृष्ट क्याच समेत लिए। वेस्ट इन्डिजका लागि कप्तान अकिल हुसैनले 9 बलमा 18 रन प्रहार गर्दै आशा जगाए, तर करण केसीको बलमा आउट भएपछि नेपाल जितको नजिक पुग्यो। अन्ततः वेस्ट इन्डिज 20 ओभरमा 9 विकेट गुमाएर 129 रनमै सीमित रह्यो। यो केवल 19 रनको जित मात्र होइन, यो नेपाल क्रिकेटको गौरवमय इतिहास हो, किनभने यो पहिलो पटक नेपालले आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी20 अन्तर्राष्ट्रियमा पराजित गरेको हो। यसअघि नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग 9 खेल खेलेको थियो र सबैमा हार बेहोरेको थियो। क्रिकेट प्रेमी साथीहरू, यो विजयले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ। अब प्रश्न के हो भने माइनस यस ऐतिहासिक श्रृङ्खलामा नेपालले कस्तो प्रदर्शन जारी राख्छ? तपाईको विचार के छ? तल कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस्। यदि तपाईलाई भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।